बढी मान्छे पानी यस्तो मौसम छ हाम्रोतिर चाहिँ पहाडमा पुरै पानी सिम परिरहेछ यो उकालो तान्छ एक गाडी मान्छे छ हेर्न त गाई चाहिँ यत्रो मान्छे म पछाडि बल्ल बल्ल आइपुग्यौँ हामी ल झरा ओ माथिबाट चाहिँ दिदीको पर्खाइमा बसिरहनु भएको टुन्टु हेरिरहनु भएको छ यहाँनिर बल्ल बल्ल आइपुग्यौँ हामी स्कुल आज छुट्टी यहाँनिर मस्ती छ अब यिनीहरू के खान्छन् म हजुरलाई देखाउँछु आजको हाम्रो भिडियो फाइनली गाइज मेरो बच्चाहरू चाहिँ स्कुलबाट आइसकेर अनि आज चिसो मौसम छ त्यही भएर यहाँनिर चिया बिस्कुट खाने भनेर यहाँ चिया र बिस्कुट खाँदै हुनुहुन्छ आजको हाम्रो यो भिडियो चाहिँ आजको दिन चाहिँ शशी र सुपुको यसरी चल्दैछ हेलो सुपु कस्तो छ हजुरले खाइसकेको हो खाएको छौ कि छैन हौ हेलो शशी आज पुरै चिसो छ है छोरी धेरै चिसो छ त्यही भएर यहाँनिर अब हामी चिया बिस्कुट खान्छौँ अनि हामी पनि चिया खान्छौँ साथीहरू मेरो छोरा चाहिँ स्कुलबाट आएर अनि खाजा खाइसकेर अब होमवर्क गर्दै हुनुहुन्छ अनि अब मेरो छोराले चाहिँ होमवर्क गरिसकेपछि उसलाई खाना रेडी गरिदिनुपर्छ अनि छोरी चाहिँ आनन्दले बसिरहेछन् किनकि उसको चाहिँ अब अहिले एकछिनपछि मात्रै सुरु हुन्छ होमवर्क गर्नलाई अनि आजको हाम्रो यो भिडियो चाहिँ यति नै अनि साथीहरू आजको भिडियो चाहिँ म आज यति नै अनि आजको भिडियो हाम्रो कस्तो लाग्छ हजुरहरूलाई अनि हाम्रो भिडियोलाई मन पराइदिनु होला भन्दै आजको भिडियोलाई लाइक अनि सब्सक्राइब गरिदिनु होला मेरो बच्चाहरूलाई बिहान स्कुल गएको चाहिँ मैले देखाउन सकिनँ लेखको मात्रै मैले देखाएँ अनि त्यसपछि मेरो बच्चाहरूले आजको दिन कसरी बिताएँ भनेर अनि म आफै पनि कस्तो भयो हाम्रो आजको दिन भनेर मैले छोटो भिडियो हजुरहरूको माझमा राखेको छु यो भिडियोलाई मन पराइदिनु होला अनि लाइक अनि सब्सक्राइब गर्नु होला बाई बाई।